ल हजुरहरूले सबैजनाले विचार गर्नुहोला। आज एप्लाइड मैथको 32औं प्री टेस्ट हो। सबैजनाले ख्याल गर्नुहोला। र म तपाईँलाई फेरि भन्छु, यदि तपाईँहरूले यो लेभलको क्वेसन हजुरको इक्जामसँग हुबहु मिल्ने प्याटर्नको तपाईँको इक्जामको लेभलको क्वेसन मैले कलेक्सन गरेको छु। केही क्वेसन सजिलो हुन्छ भने केही क्वेसन चाहिँ केही कठिन हुन सक्छन्। कठिन हुनुको अर्थ के, तपाईँको मेहनत कम छन्। यदि कुनै क्वेसन यदि तपाईँलाई कठिन लाग्छ, यसको अर्थ हजुरले बुझ्नुहोस् तपाईँको मेहनत कम छ। मेहनत कम भनेको क्वेसन कठिन लाग्न थाल्छन्। र हेर्नुहोस् त, आजको फर्स्ट क्वेसन हजुरहरूले विचार गर्नुहोस् त। यसमा इफिसियन्सी दिएको हो। हेर्नुहोस् त, म तपाईँलाई भन्दैछु, यसमा इफिसियन्सी दिएको हो। ए र बी को इफिसियन्सी दिएको हो। हजुरहरूले विचार गर्नुहोला, इफिसियन्सी दिएको हो 40% कम छ। हेर्नुहोस्, 40% भनेको हजुरहरूले विचार गर्नुहोला, 20% भनेको 1/5, 40% भनेको 2/5। एकदमै ख्याल गर्नुहोला, 40% भनेको 2/5। 40%। हेर्नुहोस् त, बी भन्दा बी को इफिसियन्सी यो हो। बी को इफिसियन्सी, बी को इफिसियन्सी 5 हो। 2 कम छ, 2 कम हो ए को इफिसियन्सी। 5 भन्दा 2 कम भनेको ए को इफिसियन्सी हो 3। क्वेसनमा दिएको छ बीलाई कुनै हेलमेट बनाउन 16 दिन लाग्छन्। बी को टाइम हो 16 टाइम हो, इफिसियन्सी हो 5। टाइम इन्टु इफिसियन्सी भनेको वर्क, यही हो वर्क बराबर 80। 16 गुणे 5 वर्क बराबर 80। यही 80 वर्क गर्न एलाई कति दिन, यो कति टाइम, त यो कति वर्क बाई यो इफिसियन्सी, 80/3। यही कहानी हो, 80/3 को कहानी यही हो। यसरी यो क्वेसनलाई हजुरहरूले सोच्न सक्नुहुन्छ। यो गजबको क्वेसन हो। यदि तपाईँलाई यो 40% भनेको 2/5 हुन्छ, 5 बी को इफिसियन्सी हो, ए को इफिसियन्सी 2 कम हो। यही हो यो क्वेसनको मुख्य कन्सेप्ट भनेको। यही हो कि यो कन्सेप्ट तपाईँलाई थाहा छ कि छैन। यो कन्सेप्ट यदि तपाईँलाई थाहा छ भने यो क्वेसन चाहिँ हजुरहरूले इजिली सोल्भ गर्न सक्नुहुन्छ। यो क्वेसन गजबको क्वेसन हो। हेर्नुहोस् त, 17वटा सङ्ख्याहरूको औसत हो 47, 47। प्रत्येकमा 6ले गुणन गर्दा एभरेजमा पनि 6ले गुणन हुन्छन्। त हेर्नुहोस् त, 47 गुणे 6 गरिदिनुहोस् त। गुणन गर्दा लास्टको अङ्क कति हुनुपर्छ? 7 गुणे 6 42। लास्टमा 2 भएको एउटा मात्रै हो। द्याट इज योर आन्सर। लास्टमा 2 भएको एउटा मात्रै हो। किन चक्कर काट्ने? यसरी हजुरहरूले सोल्भ गर्नुहोला। यो क्वेसन हेर्नुहोस् त, यो क्वेसन हजुरहरूले सबैजनाले विचार गर्नुहोस् त। 7 वर्ष र यो 8 वर्ष, फरक हो 1 वर्ष। 1 वर्षको ब्याज चाहिँ 57 छ। 1 वर्षको ब्याज, 1 वर्षको ब्याज कति प्रतिशतले? 10%ले। यही हो 10% बराबर यो 57 छ। 10% बराबर 57। मलाई चाहियो साबा, होइन, जम्मा रकम भनेको साबा। प्रिन्सिपल हजुरहरूले विचार गर्नुहोला। साबा भनेको 100% बराबर वाट? 100% बराबर कति हुन्छन्? यता एउटा 0, यता पनि एउटा 0। चुपचाप एउटा 0 राखिदिनुहोस्, 570। यही हो साबा बराबर 570। यसरी पनि यो क्वेसनलाई सोल्भ गर्न सकिन्छन्। मान्छे पुरै चक्कर काट्न थाल्छन्। यदि तपाईँको कन्सेप्ट उच्च स्तरको छ भने यस्तो क्वेसनहरू हेरेर पनि सोल्भ गर्न सकिन्छ। यो कुरा ख्याल गर्नुहोला।
यसलाई सिम्प्लिफाई गर्नुहोस् त, बच्चामा गर्नु भएन, कोष्टको क्रिया पहिला गर्नुहोस् त, बच्चामा गर्नु भएन। हेर्नुहोस् त, 9 - 1 8, 8 × 4 32, 42बाट 32 घटाउँदा यो कति, 8 × 4 = 32, 42बाट 32 घटाउँदा 10, 10 × 2, 10 × 2 = 20, 20 र यो 4 = 24, 3 × 24 हुनुपर्छ। 24 तिया 72, यसको ठिक आन्सर 72 हुनुपर्छ। यो हेर्नुहोस् त, यो क्वेसन कसरी गर्ने, हजुरहरूले विचार गर्नुहोस्। यो क्वेसन कसरी गर्ने। 24% नाफा छ, हजुरहरूले ध्यान दिनुहोला। यही हो लेटेस्ट क्वेसन। यदि हजुरहरूले सोल्भ गर्नुभयो भने यही फाइदा हुन्छन्, यही फाइदा हुन्छन्। हेर्नुहोस् त, 6400 को 24% कसरी निकाल्ने, त हेर्नुहोस् त, 24% निकालेर जोड्नु पर्छ, 24% निकालेर जोड्नु पर्छ। यसको 24% कसरी निकाल्ने। 24% भनेको यो प्रतिशतले यो 2 0 कट। मुख्य कुरा हो 64 × 24। तपाईँ कति फास्ट गर्न सक्नुहुन्छ। 64 × 24 कसरी फास्ट गर्न सक्नुहुन्छ। र लास्टको 2वटा अङ्क चाहियो। किन 6400मा लास्टको 2वटा अङ्क यदि तपाईँलाई थाहा छ भने हामी लास्टको 2वटा अङ्क निकाल्न सक्छौँ। जोडेर 0 0 लास्टको 2वटा अङ्क। हेर्नुहोस्, म लास्टको 2वटा अङ्क कसरी निकाल्ने। 4 × 4 16, 1 बाँकी, क्रिस क्रस गर्नुहोस् त, यसरी क्रिस क्रस गरिदिनुहोस् त। 6 चौको 24, 4 दुना 8, 24, 24 र 8, 24 र 8 32 र यो 1 33। लास्टको 2वटा अङ्क 36 हुन्छन्। यो लास्टको 2वटा अङ्क 36 हुन्छन्। 0मा यो 36 जोड्दा लास्टमा 36 हुनुपर्छ। यसमा 36 छैन, गलत। यसमा 36 छैन, यसमा 36, यसमा मात्रै 36 हो। द्याट इज आन्सर। पुरै निकाल्नु अनिवार्य छ। हजुरहरूले मलाई भन्नुहोस् त, 64 × 24 के पुरै गर्नुपर्छ, पुरै संसार गुणन गर्नुपर्छन्। लास्टको 2वटा अङ्क निकालेर पनि यो क्वेसनलाई सोल्भ गर्न सकिन्छन्। अरू केही होला, मलाई के मतलब, अरू केही होला। अब यो 6400मा यति तपाईँले जोड्नुभयो भने लास्टमा 36 हुन्छ। लास्टमा 36 भएको एउटा विकल्प मात्रै हो। द्याट इज आन्सर। यसरी पनि त गर्न सकिन्छन्। मान्छे पुरै संसार गर्न थाल्छन्। 24% निकाल्छन्। 6400मा फेरि यो सबै पुरै संसार जोड्छन्। एउटा उपाय यो हो। अर्को उपाय पनि हजुरहरूले सोच्न सक्नुहुन्छ। यदि तपाईँको क्यालकुलेसन स्मार्ट छ भने यो क्वेसनलाई यसरी पनि गर्न सकिन्छ। हेर्नुहोस्, म तपाईँलाई भन्दैछु कसरी सोच्ने। 6400 को मलाई चाहियो 24%, 25% निकालिदिनुहोस्। 25% निकाल्न सजिलो छ। 25% भनेको ख्याल गर्नुहोला, 25% भनेको 4ले भाग गर्ने। 4ले भाग गर्न, हेर्नुहोस् त, यसमा 4ले भाग गर्न यसमा सकिन्छन्। 4ले भाग गर्न सकिन्छन्। 16 चौको 64, यो 1600। 25% भनेको 1600। मलाई चाहियो 24% मात्रै चाहियो, त 1% घटाइदिनुहोस्। हेर्नुहोस् त, 640 हुन्छन्। यो 6400 को 1% भनेको, हजुरले ध्यान दिनुहोला, 64 हुन्छन्। 1% भनेको 2टा 0 कट। यो 64 घटाइदिनुहोस्, यो 64 घटाइदिनुहोस्। 1% भनेको 6400 को 1% 64 हुन्छन्। 1% को अर्थ हजुरहरूले ध्यान दिनुहोला, यो 64 × 1%। यो प्रतिशतले यो 2वटा 0 कट 64 हुन्छन्। 64 घटाइदिनुहोस्। अब घटाउनुहोस् त। 64 घटाउँदा, हेर्नुहोस् त, 60 घटाउँदा 40, 4 घटाउँदा 36, 1536। यही हो 1536। हेर्नुहोस् त, यही आएन। अन्तिमको यता चाहिँ 1536 हुन्छ।
1536 हुन्छ। यही 1536 अब यसमा जोड्नुहोस् त। 1536 जोड्दा लास्टमा यो 36 भएन। अनि यो 5 र 4 9, 6 र यो 1 7। यही कहानी हो। 79,636, 7,936 भनेको यही हो। यसरी पनि हजुरहरूले सोच्न सक्नुहुन्छ। या त तपाईँ गुणन गर्नुहोस् 64 मा 24ले, या त स्मार्ट एप्रोच चाहिँ सोच्नुहोस्। यसैले हामी आइक्यू विधि भन्छौँ। यही कहानी हो। आइक्यू विधिको कहानी यही हो। यो गजबको क्वेसन छ। हजुरहरूले सबैजनाले विचार गर्नुहोस् त। यो गजबको क्वेसन हो। हजुरहरूले विचार गर्नुहोस्। क्वेसनमा के भनेको छ हजुरहरूले ध्यान दिनु। क्वेसनमा के भनेको छ हेर्नुहोस्। 4550 बेच्दा नाफा हुन्छ। 4550 बेच्दा नाफा हुन्छ। 3290 बेच्दा घाटा हुन्छन्। क्रय मूल्य भन्दा कम हो यो। 3290 क्रय मूल्य भन्दा कम हो। अनि न घाटा हुन्छन्, क्रय मूल्य भन्दा कम हो। पहिला हजुरहरूले के गरिदिनुहोस्, यसको र यसको फरक निकाल्नुहोस् त। फरक कसरी निकाल्ने हेर्नुहोस्। म फरक निकाल्छु, हजुरहरूले विचार गर्नुहोला। 3290मा 10 जोड्दा 3300। अब 3300मा 1200 जोड्दा 3300 जोड्दा 45। फेरि 50 चाहियो त 1250। टोटल फरक हुन्छन् 1260। टोटल फरक जुन हुन्छन् त्यो 1260 हुन्छ। हजुरहरूले ध्यान दिनुहोला। यतादेखि यतासम्मको टोटल फरक हो 1260 हो। टोटल फरक हजुरहरूले ख्याल गर्नुहोला। टोटल फरक हो 1260। क्वेसनमा के भनेको छ, यो जुन नाफा जुन छ घाटाको 5 गुणा हो। बिक्री गर्दा हेर्नुहोस् न, घाटाको 5 गुणा हो। यो 1 छ भने यो 5 हो। 1:5 छ। यसलाई 1:5 डिभाइड गरिदिनुहोस् त। 1:5 बार्नुहोस् त। 1260लाई 1:5 अनुपातमा डिभाइड गरिदिनुहोस्। गर्नुहोस् त। हेर्नुहोस् त, म यसलाई 1:5 म डिभाइड कसरी गर्छु हजुरले ध्यान दिनुहोला। 1 + 5 भनेको 6। यही 6 बराबर दिएको छ यो 1260। यो 6 युनिट बराबर 1260। 1 युनिट बराबर कति? 210। 1 युनिट बराबर यो 210। 6 दुना 12, 6 एकान 6, 210। 1 युनिट बराबर 210। यसको अर्थ यो 1 युनिट, यो जुन नोक्सान जुन छ त्यो 210 हो। 210 नोक्सान हो। 3290मा बेच्दा 210 नोक्सान भएको हो। यसबाट हामी क्रय मूल्य निकाल्न सक्छौँ। 3200 + 200 3400 र यो 100 3500 हो सिप्पी। सिप्पी बराबर 3500। यसबाट हामी निकाल्न सक्छौँ क्रय मूल्य। क्वेसनमा सोधेको छ 20% नाफा कमाउनको लागि तपाईँलाई यो 3500को पनि 20% निकाल्नु पर्छ। 10% 350। हेर्नुहोस्, यो 10% 350, 20% 700। यही हो 3, यो 700। त 700 जोड्नुहोस् त। 3500मा 500 जोड्दा 4000, 200 जोड्दा 4200। यही हो 4200। यही हो 4200। यसरी हजुरहरूले घरमा यसरी हजुरहरूले प्र्याक्टिस गर्नुपर्छन्। यो गजबको कहानी हो। यसरी यदि घरमा प्र्याक्टिस गर्नुभयो भने तपाईँलाई विश्वास लाग्दैन, तपाईँको सपना निश्चित पुरा हुन्छ। यो क्वेसन हेर्नुहोस् त। कालो, ब्ल्याक र रेड को अनुपात हो 7:4 हो अनुपात। क्वेसनमा दिएको छ सेतो बल। से यो
कालो र सेतो, कालो र यो सेतो हो यो। हजुरहरूले ध्यान दिनुहोस् त, कालो र सेतो हो, व्हाइट हो यो व्हाइट हो। कालो र सेतो व्हाइट हो। यो 4 रेसियो अर्थात् 4 युनिट बराबर, हजुरहरूले ध्यान दिनुहोला, यो यही 4 युनिट बराबर दिएको छ 44वटा बल रियलमा। 44वटा बल दिएको छ। 1 युनिट बराबर 11। 1 युनिट बराबर 11। मलाई चाहियो टोटल कुल बल। कुल बल भनेको टोटल कति हो? 7 + 4 11। 1 युनिट बराबर 11। 11 युनिट बराबर 121। 11 युनिट बराबर 121 निकालिदिनुहोस्। यो 11 × 11 121। टोटल चाहिँ 121वटा हुन्छ। द्याट इज आन्सर। यसरी हजुरहरूले सोच्नुहोला। यो गजबको क्वेसन छ। ल हेर्नुहोस् त, कमिसन 2% हो। यो 2% बराबर 2% बराबर हो 1200। 1% बराबर 600। कुल विक्रय मूल्य भनेको 100% तपाईँलाई चाहियो। 100% भनेको चुपचाप दुईटा जिरो यता गरिदिनुहोस्, दुईटा जिरो यता गरिदिनुहोस्। 60मा 3वटा जिरो, 60मा 3वटा जिरो यसमा छ, मतलब 600मा दुईटा जिरो, 60मा 3वटा जिरो यसमा छ। दरिज आन्सर। अङ्कित मूल्य हो 20%। यसमा हजुरहरूले के गर्नुहोस्, यो हेर्नुहोस् त, यो एमपी बराबर मान्दा हुन्छन् किन सजिलो डाटा हो। जुनसुकै मान्नुहोस्, यसबाट पनि हेरेर मान्न सकिन्छ, आफैले पनि मान्न सकिन्छन्। एमपी बराबर मैले मानिदिएँ 1000। यसमा सबभन्दा सजिलो हो यो 1000। एमपी बराबर 1000 मैले मानिदिएँ। हेर्नुहोस् त, 20% छुट। 20% भनेको 100, 10% भनेको 100, 20% भनेको 200। 20% छुट भनेको 200 छुट पछि चाहिँ यो 800 हुन्छ। यो एसपी बराबर 800। अब यसमा चाहिँ 13% भ्याट लाग्छन्। यसमा प्लस अब 13% हजुरलाई गर्नुपर्छन्। 13%। हेर्नुहोस्, 10% अथवा 13 अठेचिल्लो 104। हेर्नुहोस् त, यो 104, 104 जोड्दा विक्रय मूल्य भ्याट सहित विक्रय मूल्य 904। हेर्नुहोस् त, यो यसमा ठ्याक्कै योसँग मिल्यो। 904 ठ्याक्कै त्यहीसँग मिल्यो। यसै कारण 1000 एमपी हुन्छ। 1000 एमपी हुन्छ। यदि आएन भने बनाउनु पर्थ्यो। यदि आएन भने यो क्वेसन गजबको क्वेसन हो। हजुरहरूले हेर्नुहोस् त, यो गजबको क्वेसन हो। हजुरहरूले सबैजनाले विचार गर्नुहोस् त, यो क्वेसनलाई हामी कसरी सोल्भ गर्छौँ। जम्मा 52वटा पत्ती हुन्छन्। 52वटा पत्ती मध्ये क्वेसनमा दिएको छ कालो रङको बादशाह 2वटा हुन्छ र कालो रङको रानी, हैन, राजा रानी बादशाह क्विन जुन हुन्छन् त्यो पनि 2टा हुन्छन् कालो। एउटा क्लब र एउटा चाहिँ स्पेड, हैन। यो क्लब भनेको चिडी र बच्चामा, हैन, र हुकुम हुँदैन। यो 2टा कालो हुन्छन्। क्लब जसलाई हामी चिडी भन्छौँ र हुकुम जसलाई हामी स्पेड भन्छौँ। 2वटा बादशाह कालो, 2वटा कालो हुन्छन्। यो 2वटा रानी हुन्छन्। जम्मा 4वटा हटाउनु भयो। 52बाट 4वटा हटाउनु भयो भने 48वटा जम्मा बाँकी। अब 48वटा जम्मा बाँकी छ भने अब तपाईँलाई सोधेको छन् राम्ररी फिटेर एउटा पत्ती तान्दा हुकुम पर्ने सम्भावना, स्पेड स्पेड पर्ने सम्भावना। स्पेड कालो हो। कालो चाहिँ हेर्नुहोस् त, स्पेड कालो हो त एकदमै ख्याल गर्नुहोला। यो कालोमा बादशाह हटिसकेको छ र यो क्विन पनि, मिसी पनि हटिसकेको छ, हैन। रानीलाई हामी मिसी पनि भन्छौँ, बादशाह र मिसी।
दुईटा हटिसकेको हो। जम्मा चाहिँ स्पेड हुन्छन् 13वटा, 13वटा मध्ये दुईवटा हटिसकेको हो, 11वटा बाँकी। यही हो 11/48 चाहिँ सम्भावना हुन्छन्, सम्भाव्यता हुन्छन्। 11/48 सम्भाव्यता हुन्छन्। यही कहानी हो। र यसरी हजुरहरूले हरेक दिन 10 मिनट 15 मिनट 10 मिनट 15 मिनट गरेर हजुरहरूले के गर्नुहोस्, हरेक दिन 10वटा 20वटा 10वटा 20वटा क्वेसन यसरी हजुरहरूले प्र्याक्टिस गर्नुभयो भने, फरक फरक प्याटर्नको प्र्याक्टिस गर्नुभयो भने हजुरहरूको एउटा हार्मोनी चाहिँ बनिराखेको हुन्छन्, हार्मोनी बन्छन्, एउटा माइन्ड सेटअप चेन्ज हुन्छन् र इक्जाममा चाहिँ क्वेसन मजाले सोल्भ गर्न सकिन्छन्। एकैपटक इक्जाममा गएर कुनै पनि क्वेसन हेर्नुभयो भने त्यो माइन्ड चाहिँ ह्याङ हुन सक्छ। यसरी हजुरहरूले ध्यान दिनुहोला, विचार गर्नुहोला। आज यति गरौँ।